हेलो साथीहरू, म चाहिँ आज हाम्रो चाहिँ खाना खाने टाइम भयो हैन। खाना खाना गइरहेको छु। खाना चाहिँ यस्तो पास्टिङ लिन्छ हाम्रो हैन। अब के गर्ने, विदेशको ठाउँमा यस्तै हो। यसरी प्लास्टिक खोल्ने विदेशमा यस्तै है, पसिना बगाएर खानुपर्छ हैन। खानामा के भइगयो तरकारी यस्तै छ। ल त है, म चाहिँ खाना लागेको है त गाइज है। यो खासै राम्रो भएन कि भिडियो बनाउने। सुरु गरेँ है त। यस्तो छ है विदेशको ठाउँमा, के गर्नु भने जस्तो छैन, गाह्रो छ नि। प्लास्टिकमै खाने होइन, तातो भात खाने भनेको राति मात्रै हो। यहाँ त गर्मीले तातो बनाइदिन्छ, गनाइदिइहाल्छ कहिले त। यो गर्मीमा फेरि अरूलाई रुच्दैन भन्छ कि खाना, मलाई चाहिँ रुच्छ फेरि। अन्डा र आलु बनाएको। अलि खाना बनाउन खासै आउँदैन मलाई। जो आफ्नो लागि आफैले बनाएर खाइन्छ हैन, कसैको भर पर्नु पर्दैन। घरमा हुँदैन यसरी। म घरमा नि प्रायः जसो आफै बनाएर खाइन्थ्यो हैन, त्यति मिठो नभने पनि। अनि विदेशमा पनि ढ्याकै झन् यहाँ त कसले बनाइदिने, आफ्नो लागि आफै बनाउनु पर्यो। गाह्रो छ, मिलेन कि यो क्यामेरा कुनै मिलेन। अरू जस्तो अब यो यता स्ट्यान्ड ल्याएर राख्ने कुरा होइन। हाम्रो बानी भिडियोहरू बनाउँदा के भने होइन, लजाउने बानी कि लाज लाग्ने कि रुममा हुन्छौँ, कुनै बनाउनै सकिँदैन। यहाँ प्रायः एक्लै हुन्छ होइन, त्यो बेला बनाइन्छ। जिस्काउने फेरि त्यस्तै, के बनाला यस्तो भन्छ। अब हुन त सबैजना एकैचोटि पर्फेक्ट त हो भनेर, सबैले सिक्दै सिक्दै जाने कुरा त हो होइन। खाना पसिनाले खत्तम हुन्छ।
नेपालमा मैले आफ्नै गाउँघरतिर देखेको छ नि होइन, जिन्दगीमा के भने पैसा भयो नि नभए नि कि भन्छ नि होइन, यो पैसाको लागि कुदेर हिँड्ने मान्छेले चाहिँ खुसी भनेको खास पाइँदैन रहेछ कि। पैसा कमाहा ल ठिक छ, त्यही मात्रै हो, परिवार खुसी छ होइन, र आफू खुसी हुने भनेको छैन पैसाको पछि दौडे होइन। पैसाको पछाडि दौडेको छ होइन, दौडेको छ। तर खुसी हुन सक्दैन रहेछ कि। जस आफू खुसी नभए नि परिवार खुसी बनाउँछ, त्यति हो। हाम्रो गाउँभन्दा तल एकजना भन्दा दुईजना बुढाबुढी छन्। उनीहरू अब बुढी चाहिँ लाटो छ, बुढा धेरै रक्सी, बुढी चाहिँ लाटे, बुढा धेरै रक्सी खाने। दुईजना मिल्ने, फेरि एकदम मिल्ने होइन। तिनीहरूले भनेको बिहान सायद भात खाँदैन कि, यता डुल्छ उता डुल्छ, जहाँ पायो त्यो खाए मात्रै हो। नत्र भने कहिले कसैको तरकारी, कहिले कसैको त्यो केराहरू हुन्छ नि, लगेर बेचिदिन्छ क्या। बेच्यो 100-200 कति आउँछ, त्यसले गुजारा गर्ने। अन्त छोराछोरी छैन होइन, छोराछोरी नभएपछि उनीहरूलाई वास्तव होइन, छोराछोरी पढाउनु पर्ने, इन्तिन भयो भने कति गाह्रो हुन्थ्यो होला होइन।